मान्छे रहेछ भने घुर्की लाएर माइत हिँडेको बुढीलाई फर्काउन आउनु पर्दैन। अब हेर त साँच्चै नै माइत जान पर्ने अवस्था आयो यहाँ। यसलाई त नि म सुरु के बुढी कहाँ पुगी न साँच्चै माइत हिँडेकी घुर्की लाएर घरबाट हिँडेकी बुढीलाई बाटोमै फर्काउन आउनु पर्दैन। तिमी के भएको सुरु अब कस्तो भन्दाखेरि बुढालाई घुर्की लाएर हिँडेको मान्छे माइत जानै पर्छ। तिमी खुरु माइत जाऊ। यसै गरी 4-5 दिन चाहिँ मलाई घुर्की लाइ नै राख। 5औं दिनमा म तिमीलाई लिन ठ्याक्कै ससुराली आइ नै हाल्छु। तर यो तिम्रो घुर्कीमा कुनै कमी चाहिँ नहोस् है मलाई सुरु। हिँडेको मान्छे फर्किनु हुँदैन। तिमी राम्रोसँग माइत जाऊ। तिमीलाई दिउँसै छ्यास गुड नाइट। हेर त अब बीच बाटोमा छु, घर जाऊ कि माइती जाऊ? आधी घन्टा 1 घन्टाको पनि घुर्की हुन्छ त भने यो त अलिकति लजिकल्ली पनि मिल्दैन क्या।